भोक लाग्दा नि रमाइलोबाट म पर पुग्दा कतिवटा यो कहाँ अरे दाइ कहाँ अरे रमाइलोबाट कस्तो मजाको फलेको रहेछ हौ भोक लागेको हुन्छ नि बाटोमा के गर्ने त यही खाने जाने ए हजुर केराउ यो खाजा पनि हो दाइ हो दाइ यो खाजा पनि हो यो यो त अनि कम्ती महँगो चिज हो त यो मात्रै खाजा खान पायो भने के खोज्नु यहाँ नजिक नजिक बसेर टिप्नु नि के हो यो राम 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 ए बाबा अनि केटाकेटीमा हजुरलाई ढाड खुस्काउँदैन थिए गाउँभन्दा पर पर हुन्थ्यो नि केराउ चोरेर सक्यो है यहाँ मान्छेले हेर्नु बुवा कस्तो केराउ त हरियो पो फल्दो रहेछ नि बोट पनि यसो हरियो हुँदो रहेछ है बुवा केराउ त आमा माइली तेरो झोला फुल त कति राम्रो हुँदो रहेछ हौ हेर यस्तो मुन्टाको चाहिँ तरकारी पकाएर खुवाउनुहुन्छ हाम्रो हजुरआमाले उहिले है मिठो न मिठो हुन्थ्यो बाबा यतातिर राम्रो रहेछ बाबा बुवा खेताला त धेरै लाउनु भयो त राम 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 है मिठो रहेछ बुवा बाबा हजुरले पनि खाइसो लाई खाइहाल्नु नि पिताजी लाई खाइहाल होइन आम्मा लो ससुराल बाडीमा हो धेरै पानी भएकोमा धेरै गुलियो हुँदैन होइन माइलीले साँच्चै मिठो हालेछ हौ यो त होइन यो सेतो हो कि हरियो दुर्गा हरियो ए हरियो केरा हो हरियो फल्दा पनि चाउरी पर्छ भित्र होइन साँच्चै मिठो हो गुलिएन म त लाने लाने भनेको त राम्रो पो रहेछ त राम्रो त छ त अनि लो ए दुर्गी बोटै उक्यो उक्लियोस् न त एक दुईवटा यो ठुलो केरा हो ऊ त सानो केरा हो त्यो चाहिँ अलिक पछाडि अब अलिक पछाडि फल्छ यस्तो फल्छ यो पनि राम्रो छ कति किसिमको झोला भर्नु भयो नि त आधी बारी जम्मा छ निकै मजाले मोटाको रहेछ क्या कुदाहरू त होइन केरा लाने बाबा भनेको के दुर्गाले लाने भने लाने भने कम्तीमा के अरे खाना खाइसकेपछि यो कहिले